सो हेलो एन्ड नमस्ते सबैमा वेलकम ब्याक टु माई न्यू युट्युब च्यानल। आई होप हजुरले सबैजना सन्चै नै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। अनि 2083 को लागि ह्याप्पी न्यू इयर सबैजनामा। आज चाहिँ हामी न्यू इयर अवसर पारेर खोला घुम्न जाँदैछौँ साथीहरूसँग यसो रमाइलो गर्नको लागि। सो हामी अब त्यो टाढा जानु सकिएन, यो पालि त्यस्तै भयो होइन। अब पैसाको कुरा आयो, केको कुरा आयो, त्यही भएर यसो रमाइलो होस्। अब 2083 मा यसो रमाइलो गरेर गयोस् भनेर हामी चाहिँ आएको छौँ खोला घुम्नको लागि साथीहरूसँग। अनि आई होप हजुरहरूले पनि मेरो भ्लग इन्जोय गर्नुहुन्छ होला। सो किप वाचिङ। ओए रहेछ है तल त किन र होइन मलाई थाहा छ यहाँको बाटो, मलाई सबै कुना काट्रै थाहा छैन यस्तो यहाँ ठोक। अब फाइनल्ली कता कता हाम्रो डेस्टिनेसनतिर आइरहेछ। टक्कै नआएको 1 वर्ष भएको छ हो। अब 2082 को 1 गते नआएको गाइज, 2083 को 1 गते टक्क नआउँदाखेरि 1 वर्ष टक्क पुग्नेछ। अनि आई होप त्यसपछि चाहिँ म पनि अलिअलि कता कता सेतो हुन्छ जस्तो लागेको छ। यो चाहिँ हाम्रो एकदम सेतो हो टिममध्येको, अनि सबसे भन्दा अलिक अफ्रिकाबाट आएको जस्तो मै छु गाइज। अनि म चाहिँ त्यो देखिरहनु भएको छ नि हो यो पुल हिँड्नु जस्तो रमाइलो केही हुँदैन। हामी योभन्दा पहिले पनि आउँथ्यौँ, अनि एकजना साथी बिचमा पुगिसकेपछि हल्लाइदिइहाल्थ्यौँ टक्क अनि हिँड्थ्यौँ। अनि एकदम रमाइलो क्या त्यो। अनि त्यो मेमोरीहरू चाहिँ अझै पनि यसो त्यो याद आउँछ मलाई होइन। टक्क त्यो मेमोरीहरू जोडिएको हुन्छ। अनि प्रायः कति ठाउँ जाँदाखेरि हामीले मेमोरीहरू जोडिरहेको हुन्छ, अनि फेरि त्यही ठाउँ पुग्दाखेरि पुरानो मेमोरीहरू रिकल हुन्छ, अनि एकदम रमाइलो लाग्छ। अनि चाइल्डहुड चाहिँ एकदमै मजाले बित्यो भन्ने रिकल हुन्छ, अनि त्यो एकदम रमाइलो लाग्छ। सो गाइज अब चाहिँ हामी टक्क झोलुङ्गे पुल चढ्न आउँदैछौँ। अनि झोलुङ्गे पुल चढ्नुभन्दा अगाडि चाहिँ यो एउटा हाम्रो सबैले यो पत्ताहरू टक्क राख्ने पुल चढ्नुभन्दा अगाडि भन्ने छ। अनि हाम्रो केटाहरूले पनि यसरी पुलमा सबै राख्दै जाँदैछ हो। यतिको संस्कारी केटाहरू जो ल यो चाहिँ हो हबिबी यस्तो छ गाइज। अब हामी नहल्ला केटा ओ नहल्ला न मुला ओ आइस फोन झर्छ क्या ओ मुला। ल गाइज हाम्रो ठाउँको डाँडा छुट्याउने र अनि उता नामसालिङ छुट्याउने खोला भनेको चाहिँ यो जोगमाई खोला होइन। अनि हामी चाहिँ टक्क त्यसको हाम्रो डाँडाको सिधा फेदमा तल होते आइसकेको छौँ। अनि यो देखिँदै गरेको डाँडाको उतापट्टिको भागबाट हामी आएको। अनि के को लागि आएको भन्दाखेरि जस्ट फर अ मेमोरी, फर इन्टरटेनमेन्टको लागि टक्क मेमोरी होस्। पहिलो दिन चाहिँ न्यु इयरको पहिलो दिन चाहिँ एकदम राम्रो बित्यो भने चाहिँ लगभग सबै होल वर्ष नै राम्रो बित्छ भन्ने लाग्छ हो मलाई चाहिँ। मलाई त्यस्तो बिलिभ लाग्छ। अनि एक्चुली इट्स ट्रु अल्सो। त्यही भएर समाजमा पनि त्यस्तै छ। अनि त्यही सोचेर हामी एकदम रमाइलो गर्ने। अब होल वर्ष अब यस्तो दुःख सुख हुन्छ होइन, एकदम कहिले रमाइलो हुन्छ, कहिले दुःख हुन्छ, कहिले त्यस्तै हुन्छ। अनि त्यो बिर्सेर पनि एक दिनको लागि चाहिँ क्या टक्क इन्जोयमेन्ट लुक एकदम चिल भनेर हामी अब स्ट्रेस बिना टक्क आएको छौँ यस्तो दामी ठाउँ घुम्न। अनि एकदम रमाइलो छ। अब एनर्जी गेन गर्नुको लागि चाहिँ हामीले ब्यागमा यस्तो पैसा अब मम्मीहरूलाई मागेको थिएँ। उफ्रिँदै जाने हो नि, तर खोला एकदम धमिलो भएछ यार।
तल पुलसम्मै जाउँ तर पहिले नै हामी घुम्नु आउँदा चाहिँ टक्क त्यही यहीँ आएको क्या अनि टक्क अलिक सानो हुँदाखेरि अनि आँपहरू पनि अब चाहिँ लगभग फुलिसकेछ अब फुलेर अब लगभग फल्न पो आँटेको होला चिचिलाहरू लाग्दैछ अब लगभग कति महिना पछाडि पुग्छ टक्क 3 महिना पछाडि टक्क आँपको स्वाद लिँदा चाहिँ ओ माई गड हावाको लहरसँगै उडिरहन टक्क त्यस्तै हो नि अब घर बनाएपछि होइन जतिखेर टक्क अलिक राम्रो ठाउँ देखिन्छ अनि त्यहाँनिर टक्क ब्लग बनाइहाल्नु त्यहाँनिर टक्क यसरी सिसा चाहिँ कृपया नफुटाइदिएको भए हुन्थ्यो क्या टक्क अब खोला चाहिँ आइयो आउनु चाहिँ आइयो डेस्टिनेसनमा तर अब एकदम धमिलो छ दुध चिया जस्तो क्या डली चायवालाको चिया जस्तो भइरहेको रहेछ एकदम बाढी आएर अब के भन्नु पौडी खेल्ने चाहिँ सोच थियो ए होइन ए त्यहाँ थियो बाटो अनि कस्तो भइरहेको छ त्यो रोहन भन्दैलु एकदम दामी भाइ भइरहेछ भइरहेछ अब पौडी खेलिन्छ गाइस अब तर पौडी तर यस्तो धमिलोमा चाहिँ पौडी चाहिँ अब कसरी खेल्नु भन्ने कुरा अब होइन फेरि यस्तो एक्सपर्ट स्विमर पनि होइन पप्पै छिरेर जाने बगाइदियो भन्दा खत्तम मदर पनि 15 फुटेको छ पनि छैन 12 कि 13 फुटेको छ गाइस अब हामी चाहिँ एकछिन त्यहाँ तल दाइहरू रमाइलो गर्दै हुन्थ्यो पर अनि टक्क हामीलाई चाहिँ के यसो बोलियो होइन गफसफ गरियो अनि यसो चटपटे हेरिदिनु भयो अनि खाइयो केटाहरूसँग रमाइलो गरिँदैछ त्यस्तै छ हौ गाउँघरमा पाएपछि अब भएपछि खोलातिर हिँड्यो यताउता निकै रमाइलै हुन्छ लगाइच अब हामीले चाहिँ अलिकति माथि पहिले नै मैले खेलेको ठाउँ देख्यो क्या पहिले हामी अनि अरू साथीहरूसँग खेलेको ठाउँ चाहिँ टक्क भेट्यो यो बाढीले गरेर क्या गाइस कुन ठाउँ के हो कहाँ के हो केही सबै बिर्सिसकेको थियो मान्छेहरू के हुन्छ त हौ केही हुँदैन खेल्दा भइहाल्यो नि हल्का मान्छेले देख्यो पनि केही हुँदैन तर टक्क यहाँनिर चाहिँ टक्क खेल्ने ठाउँले छ अब हामी टक्क त्यहीँ खेल्ने गहिरो चाहिँ छैन गहिरोमा अलिक आँट पनि आउँदैन टक्क ओभर गहिरो भने फेरि गाह्रो हुन्छ नि त ठिकैमा होइन त्यो अङ्कल पनि पौडी खेल्ने आइ के गरेको यस्तो उहाँ अङ्कल पनि आउँदै हुन्छ टक्क खेल्न अब टक्क खेल्दै आउँदै हुन्छ टक्क कहाँ थियो फेरि बिर्सेँ त मैले रोइ कहाँ गएको माथि अझै माथि त जान आँटे त हेर्न अलिक माथि हो घर जालास् नि मलाई त्यतादेखि टक्क अब यहाँनिर जाँदैछौँ अहिले ओके त्यही हो क्या गाइस हामी चाहिँ फाइनली खोलामा एकदम दुवा खोल्दै हिँड्दैछौँ अनि यहाँ न यस्तो धमिलो छ फेरि खेल्नु चाहिँ कसरी क्या अब धमिलो न धमिलो पानी छ दुवा पनि कहीँ भेटिएको छैन अब दुवा खोज्दै हिँड्दैछौँ माथि तलदेखि खोज्दै आएको अब भेटिएकै छैन अब यहाँदेखि माथि पनि खोज्दै जाँदैछौँ यो सबभन्दा धेरै चाहिँ यही हो चम्किने खेल्न पौडी खेल्न चम्किने यही हो सबभन्दा धेरै अनि हामी यस्तै गर्दै माथि आइपुगिसकेको छौँ टक्क पुलतिर टक्क हाइड्रोतिर आइसकेको छौँ अब हामी जाने बाटो चाहिँ त्यही त हो अब यहाँदेखि उता दुवा भेट्यो भने खेलिन्छ नत्र फेरि तलै फर्किनु पर्ने हुन्छ एउटा ठाउँ देखिएको थियो नि खेल्ने टक्क
त्यहीँ खेल्छु म त खेल्छु 8 गरियो थियौँ फेरि देख्नु पनि हो यसले दिएन कि यो के भन्नु 1 नम्बरको अल्टर क्या त्यो एउटा ग्रुपमा हुन्छ क्या त्यो अल्टर कुरै नमान्ने एउटाको 2 जनाको भइसकेको हुन्छ टक्क ल यस्तो गरौँ भनेर एउटा टक्क आइडिहाल्छ होइन अलिक माथि त्यहाँ हामी खेल्न सुरु गरिहालेको थियौँ टक्क यो म चाहिँ डुबिगएको थिएँ लुगा खोलेर लुगा खोलेर ओइ मेरो स्काई भेटर पनि आएछ त्यहाँ माथि ल गाई हेर्नु दि कसले तेरो छानाको भएको इसका भेट चाहिँ हो एक कति यता घुम्नु आउने भएको ती कसले ल्याइदिएछ क्या गाई हाम्रो त्यो अस्ति असारमा आएको पानीले एकदम धेरै क्षति गरेको छ क्या यो जोगाई खोलातिर यहाँनिर पुलहरू भत्काइदिएर पहिले म खेल्न आउँदाखेरि सानोमै टक्क यहाँ पुल थियो क्या अनि यहाँ माथि हाइड्रोबाट टक्क हुँदै पुलबाट जान्थ्यौँ अनि अहिले चाहिँ त्यो पुलै छैन म चाहिँ नयाँ बाटोतिर हो कि भनेर सोचिरहेको छु अब अलिक माथितिर जान्छौँ केटाहरू दुवा खोज्ने हजुर आज यस्तै गरेर टक्क माथि जोगमाईको सिरा नै पुगेला जस्तो छ गाइस खेल्न पाइएला जस्तो चाहिँ छैन अब पानी पनि धमिलो छ जोगमाईको सिराबाट पौडी रमाइलो चाहिँ रमाइलो हुँदैछ अनि ठिकै हुँदैछ अब दुवा बेचिन्छ कि भन्ने आशा छ अनि यस्तो क्षति गरेको छ हेर्नु त्यही हाम्रो ठाउँहरू बगाइदिएको छ यहाँ कत्रो ठुलो थियो पौडी खेल्ने ठाउँहरू थियो होइन अनि यो ठुलो दुवा थियो क्या हाइड्रोले बनाएको अनि हो त्यो दुवामा चाहिँ हामी टक्क बस्थ्यौँ रमाइलो गर्थ्यौँ धेरैजना आउँथ्यौँ टक्क रमाइलो हुन्थ्यो अनि यहाँ पौडी सौडी खेलिन्थ्यो आइ नुहाइ भए पनि अनि माथितिर जान्थ्यो क्या रमाइलो हुन्थ्यो यतिको चाहिँ ठिकै हुन्थ्यो पैसा चाहिँ उयो छ क्या दुवा पहिले नै हामी यहीँनिर कता छ हौ अहिले छैन यहीँ त्यहाँ क्या म एकखेप झन्डै मर्न आँटिगएकै अवस्था केही छ पौडी खेल्नु नजाने अब अहिले होइन अहिले भन्नु क्या यहाँबाट हेर्नु सायद अनि गाई हामी चाहिँ टक्कै यो असाले खोलामा आइसकेछ नि अनि असाले खोलाबाट अब टक्क असाले खोलामा आयो अनि असाले खोलामा आएर पौडी सौडी खेलियो झम्के पानीमा खेलियो किराहरू पनि खेल्यो अनि अब चाहिँ टक्कै यसरी खाजा खान लागेको खाजाहरू छ टक्कै चाउचाउहरू यो चटपटी चाहिँ हामीले लिएको थिएनौँ तलबाट दाइहरूले दिनुभएको यता किपो ठाउँको नामसानिङका दाइहरूले दिनुभएको सानो भाइहरू भरे भोक लाग्छ भनेर दिनुभएको थियो अनि यता रमाइलो ठाउँहरू परबाट हिँड्दै आएको टक्कै यसरी पसाइ छ अर्को दोस्तो पानी लिएर आउँदैछ अनि अब हामी टक्क खाजा खान्छौँ भने यो पर खाँदैछौँ जीवर कुनी के भन्छ नि हो त्यही झर्दा छ टक्क त्यहाँनिर त्यहाँ जान्छौँ लगाइ हाम्रो फाइनली अब खाजा खाने बेला भयो होइन अनि हाम्रो चाहिँ खाजामा यो छ फ्रुटीहरू लिएको छौँ टक्क अनि केटाहरू यसरी बसिसकेछ ल गाई अब चाहिँ हामीले खाना सुरु गऱ्यौँ चटपटी छ अब खाना सुरु गऱ्यौँ ल खाने न बारीको नजारा हेर्दै नै टक्क साथीहरूसँग बसेर खानुको भाइब अर्कै छ गाई रमाइलो छ यस्तो छ हाम्रो खाने चाहिँ टक्क गाइस अब चाहिँ हामीले फाइनली खाइसक्यौँ अनि टाउको खोरहरू छ अनि खोरहरू चाहिँ टक्क टिपेर अब ब्याग लिनु मुला ब्यागमा हालेर अब यो घरतिर फाल्ने हो अनि प्लिज गाइजहरू हजुरहरू पनि यसरी पार्टीहरू गर्नुपर्छ भने कृपया यहाँ यसरी खोलातिर चाहिँ नफालिदिनु होला होइन यसले गर्दा चाहिँ प्रकृतिहरू
प्रदूषण हुन्छ अनि पोल्युसन हुन्छ हो त्यसले गर्दाखेरि नराम्रो हुन्छ त्यही भएर जति पनि खाएको प्लास्टिकहरू चाहिँ हामीले ब्यागमै हामीले खाएको कुराहरू ब्यागमै गएर राख्छौँ अब यसलाई चाहिँ भरे आगोहरू फुक्दा काम हुन्छ टक्क हो त्यसरी गर्छ छिटो केटो मैले खाएको भने टक्क कति 3 रुपियाँ यसले 7 रुपियाँ खाएको हेर्नु गाइस 5.5 खाएको 5.5 कसरी खाइलु भन्छ मैले एउटा कति 2.5 रुपियाँको एउटा चक्लेट 2.5 रुपियाँको चुइगम हैन चुइगम एउटा चुइगम अनि दुईटा खाटी एउटा 1 रुपियाँको टाको दुईटा कति भयो 1 रुपियाँको टाको दुईटा 1 रुपियाँ 4.5 चुप लाग्नु त बाटोमा 5 को 4टा आउँछ भनेपछि चाहिँ मुला 1 रुपियाँ गोटा हुन्छ छोरी 1 रुपियाँ माग्न 3 रुपियाँ गर्दा ल मैले गर्दाखेरि कति 5 रुपियाँको खाएको थिएँ यसले 7 रुपियाँको 2 रुपियाँको कसरी खाइस यसले कसरी खाइस 7.5 म भन्दा केटाले 2 रुपियाँ धेरै खाएको छ कसरी चाहिँ 7 खाए भन्छ देउरालीमा बतास चल्यो बतास चल्यो देउराली हो बतास चल्यो बतास चल्यो देउरालीको मतलब के हो भन्दा टक्क यहाँ त गाइस कस्तो दामी टक्क हावा आउने ठाउँ छ यहाँनिर गोठ रहेछ अङ्कल आन्टीहरूले टक्क अलैँची गोड्दै गोडमेल गर्दै पानी लाउँदै गर्दै हुनुहुँदैछ एकदम रमाइलो शान्त वातावरण रमाइलो भएछ अब 3जना छौँ घर फर्किँदैछौँ हुने कुरो रमाइलो छ एकदम के भयो मनमा गाइस हेर्नु त हामी 2जनाले छोडेर माथिको यो साथीको नाममा धोकेबाज उसको केही बोक्नु परेको छैन न ब्यागै बोक्नु परेको छ उडेछ अब बोक्छु नि म ब्याग अब एकछिन अलिकति माथि पुगेपछि म टक्क बोक्छु हेर्नु त यो यत्तिको ज्ञानी चाहिँ हुनु पऱ्यो एउटा फ्रेन्ड सर्कल ज्ञानी केटाहरू पनि हुनुपर्छ विचार तर खोलादेखि तल करा न खोलादेखि यो बोकेर हिँडेको ब्याग अहिले यहाँसम्म पनि हामीले बोक्नै दिएको छैन यत्तिको ज्ञानी यत्तिको भद्रपल आदमी चाहिँ इट्स भेरी हार्ड टु फाइन्ड यस्तो जमानामा हेर्नु कि यस्तो ज्ञानी तारिफ के गरेको नाकले घोचेर त्यो त नाक बढेर नाकले घोचेर यो अब हामी लगभग घरदेखि यहाँको 100%मा 25% चाहिँ हामी दिइसक्यौँ अब अझै बाँकी छ 75% अब 75% चाहिँ हुनै बाँकी छ अनि अब यसरी डुल्दै टक्क यहाँनिर एउटा ठुलो ढुङ्गा छ क्या गाइस हो त्यो ठुलो ढुङ्गामा के टप भ्यू त्यो ढुङ्गाबाट चाहिँ टक्क तल कस्तो देखिन्छ भनेर हेर्न आउँदैछ अनि त्यो ढुङ्गामा जाने बाटो चाहिँ छ कि छैन भन्ने कुरा आयो राम्रै हुन्छ होला यस्तो छ बाटो चाहिँ टक्क यो हुँदै टक्क हो त्यो उयो देखिँदै गरेको हो त्यो पोइन्टमा चाहिँ टक्क पुगिसकेपछि एकदम रमाइलो हाम्रो यहाँ भरिया पनि आउँदैछन् भरिया यस्तो ज्ञानी भरिया छन् कि हाम्रो प्लिज दादा जिस्केको है म जिस्केको है हजुर त्यस्तो के नभनु म जस्ट पार्छु झन्डै हानी खोको हाम्रो भरिया बेला बेला यस्तो एकदम एङ्ग्री मुडमा आइहाल्नुहुन्थ्यो क्या त्यही भएर हो त्यस्तै हुन्छ भाइ अरूलाई नि कहाँबाट गयो तिमी ल यहाँ हो अनि यस्तो ओ माई गड झन्डै आँखा फेरि गयो नि ओए यार म त ठाउँ त्यत्रो ल फाइनली टक्क हिँड्दै आउँदैछ टपबाट चाहिँ कस्तो देखिन्छ त ल त्यो चाहिँ एकदमै ठुलो ढुङ्गा अनि यु क्यान सी द पोइन्ट अफ भ्यू यहाँदेखि हेर्नु त वाह यहाँदेखि उँधो यत्रो गहिरो चाहिँ
ओइ ओइ नठेले म मर्छु नि यत्रो सानो टप यो बाटो हावा पनि मस्त चलिरहेछ रमाइलो भइरहेछ गाइस अब फाइनली यहाँनिर हामीले खायौँ मऱ्यौँ होइन अनि अघि उब्रेको 3टा चाउचाउ उब्रेको थियो हो त्यो 3टा चाउचाउ चाहिँ अब उकालोमा बुस्ट गर्नुको लागि क्या तल खाएको थिएँ अनि गाइस अब हामी चाहिँ बल्ल बल्ल उकालो हिँड्दा टक्कै माथि कि गाउँ पो यो 8 नम्बर होइन 8 नम्बर आइपुगिसक्यौँ गाइस टक्कै माथि गुम्बा यो ठाउँ आइपुगिसक्यौँ अनि दुईजना आउँदैछौँ टक्क गलेर चाहिँ हत्तु भयो चाउचाउ खाने बित्तिकै हिँडेको थियो तिर्खा लागेर यो छिटो हिँड्दैछ ब्याग बोकेर हामी दुईजना चाहिँ पछि आरामले अब लगभग घर पनि आइपुग्नु आँटिसक्यो ल गाइस अब फाइनली हामीले आजको हाम्रो टुर पनि सक्यौँ टुर भन्दा यसो घुमघाम पनि सक्यौँ अब आयो हजुरहरूलाई यो भिडियो मन पऱ्यो होला अनि अब यस्तै भिडियोहरू आउँदै गर्छ बेला बखत कृपया सब्सक्राइब हानिदिनु होला लाइक हानिदिनु होला अनि धेरैमा सेयर गरिदिनु होला हजुरहरूको मायाले गर्दाखेरि धेरैमा धेरै सब्सक्राइबरहरू बढोस् लाइक बढोस् र सेयर पनि बढोस् होइन ल बाई गाइस बाई बाई